मजाको स्टुडियो अनि तपाईँहरूले हेर्दाखेरि ओ यो चाहिँ दामी प्रोफेसनल टाइपको रहेछ। नमस्ते सबैजनालाई मेरो नाम चाहिँ तेन्जिन थुन्डुप अनि म चाहिँ तिब्बतन हो अनि तिब्बतन थाहा त छ होला सबैजनालाई तिब्बतबाट आउनेलाई तिब्बतन भन्छ तर म जन्मेको चाहिँ नेपालमा जन्मेको नेपालको चाहिँ सोलुखुम्बुमा जन्मेको अनि सोलुखुम्बुमा जन्मेर लगभग कति 4-5 साल हुँदाखेरि नै काठमाडौँमा सरेको अनि त्यो पछि नै काठमाडौँमा चाहिँ अब हुर्केको अलमोस्ट मैले हाई स्कुल काठमाडौँमा सकाएर अनि अहिले चाहिँ म क्यानाडाको टोरन्टो सिटीमा चाहिँ बस्छु अनि यता आएर लगभग भयो अब 7-8 साल जति भयो अनि आज चाहिँ अब मैले यो मेरो एउटा फेरि नयाँ जीवनको एउटा नयाँ के भनौँ एउटा बाटोमा लाग्दैछु अनि मलाई चाहिँ अब सबै चिज गर्नु मन लागिरहन्छ जहिले भयो भने मलाई भिडियोदेखि लिएर मेरो चाहिँ अहिले पेसाहरू चाहिँ के भन्नु अब काम चाहिँ के हो अहिले म चाहिँ आफैलाई एज अ प्रोफेसनल सिङ्गर सङ राइटर गीत गायक अनि गीत लेख्ने अनि म्युजिक प्रड्युसर गीत बनाउने पनि भन्छु तर यसको साइडमा पनि फेरि म यता फुल टाइम काम पनि गरिरहन्छु अनि आज चाहिँ मैले अब के सोचेँ भने मैले चाहिँ धेरै महिना पनि नभनौँ अब लगभग एक साल जति होला मलाई चाहिँ के लागिरहेको थियो म चाहिँ अब पडकास्ट बनाउनु सुरु गरौँ भनेर पहिल्यैदेखि सोचिरहेको थियो किनकि म पहिला फर्स्ट टाइम मैले पडकास्ट चाहिँ कहिले बनाएको भने चाहिँ म पहिला यता हाई स्कुलमा यता मेरो ल क्लास हुँदाखेरि चाहिँ अब मेरो एउटा स्कुलको ल क्लासको एउटा चाहिँ हामीलाई प्रोजेक्ट चाहिँ के दिएको थियो भने पडकास्टमा हाम्रो एसाइनमेन्ट गर्ने एउटा दिएको थियो अनि त्यसले चाहिँ मलाई साह्रै मन पर्यो तर त्यो पछि अनि बिस्तारै रेडियोहरूदेखि लिएर अनि आजकल पडकास्टहरू चल्न थाल्यो मान्छेहरूले धेरै बनाउन थाल्यो अनि मलाई पनि लाग्दै थियो म बनाउँछु भन्दै सोच्दै समय यत्तिकै बित्यो तर हाई स्कुल सकिने बित्तिकै फेरि मलाई चाहिँ म चाहिँ के भनौँ अब एउटा के भन्नु फ्रिडम पन्छी जस्तै हो कि एकदम चरा जस्तै जहाँ पनि गइराख्नु मन लाग्ने अनि जे पनि गर्नु मन लाग्ने जे पनि सिकिराख्नु मन लाग्ने अनि एउटै ठाउँमा चाहिँ कहिले बस्न नसक्ने हुन्छ नि घुमे त्यस्तै छु अनि मैले चाहिँ अब हाई स्कुल सकेर अनि कलेज पनि गयो कलेजमा चाहिँ मैले के पढेँ मलाई चाहिँ पहिलादेखि नै म्युजिकमा इन्ट्रेस्ट थियो म सिङ्गर हुनु मन भएको अनि सिङ्गर त भयो मैले एल्बम पनि बनाएँ गीतहरू निकालेँ गीत मान्छेहरूले मन पराइदियो अनि त्यो पछि मलाई के लाग्यो भने मलाई चाहिँ गीत गाउनुभन्दा गीत बनाउनुमा चाहिँ मलाई धेरै इन्ट्रेस्ट आउने अनि मलाई सधैँ लाग्थ्यो मैले चाहिँ गीत बनाउन सक्छ भनेर जस्तै प्रड्युस गर्न सक्छ अनि प्रड्युस गर्नु भने चाहिँ के हो भने तपाईँलाई यदि थाहा छैन भने प्रड्युसरको जब चाहिँ के हुन्छ भने जस्तै एउटा गिटार बजाउनेलाई चाहिँ त्यो गीतमा गिटार बजाउन लगायो सिङ्गरलाई खोजेर गीत गाउन लगायो त्यसमा चाहिँ कस्तो म्युजिक हाल्नुपर्छ एरेन्जमेन्ट कसरी गर्नुपर्छ त्यसको लागि हुन्छ नि सबै चिजलाई मिलाएर अनि तपाईँहरूले अब सुन्ने अनि हेर्ने लास्टमा एन्ड प्रोडक्टसम्म ल्याउने चाहिँ अब प्रड्युसरको हातमा हुन्छ अनि मलाई चाहिँ लाग्थ्यो मैले चाहिँ यस्तो प्रड्युसर गर्न सक्छ भनेर अनि मलाई चाहिँ म आफै सिक्छु भनेको होइन अनि मैले एल्बम निकालेर अनि मैले चाहिँ के भयो भने मलाई चाहिँ यो गर्नु मन थियो बरु म 1-2 साल काम गरेर अनि त्यसपछि म कलेज गएर अनि म सिक्छु भनेर म फेरि कलेज 1 सालको कोर्सहरू लिएर मैले त्यो प्रोडक्सनको पनि सिकेँ अनि मैले फेरि आफ्नै गीतहरू सबै मैले आफ्नै बनाउन सुरु गरेँ जस्तै गीत लेख्नेदेखि लिएर गाउने म्युजिक इन्स्ट्रुमेन्टदेखि लिएर सबै म आफै बजाउने बनाउने सबै म आफै गर्छु अहिले आफै गर्छु तर यता क्यानाडामा आएर चाहिँ के हुँदो रहेछ भने चाहिँ अब आफ्नो म्युजिकले मात्र चाहिँ अलिकति साह्रो पर्ने होइन अनि काम पनि गर्नुपर्ने साइडमा अनि काम गर्ने यताउता टाइमहरू नमिल्ने त्यो पछि फेरि आफ्नो परिवारदेखि लिएर अनि सबैको लागि टाइमहरू दिनुपर्ने यताउता भएर अनि अहिलेसम्म यस्तै चलिरहेछ अनि त्यसमा बिचमा चाहिँ मलाई पडकास्ट चाहिँ गर्छु 1 दिन 2 दिन गर्छु भन्दै अर्केको जस्तो फिल भयो अनि आज चाहिँ म यस्तो भर्खर डाउन टाउन
मेरो साथीकोमा एकछिन गइदियो, काम अलिकति थियो, अनि त्यो गरेर यस्तो फर्केर आउँदाखेरि चाहिँ आज त मेरो टाइम छ, आज चाहिँ म अब एउटा पडकास्ट चाहिँ बनाएर छाड्छु भनेर अनि सुरु गरिदिइहालेको छिटो। मैले पहिला चाहिँ के सोचेको थिएँ, म चाहिँ मेरो यो अहिले म चाहिँ मेरो घरको बेसमेन्टमा बस्छु, म यो सेटअपहरू मजाले मिलाएर अनि काउच राखेर लाइटहरू सबै मजाले मिलाएर गर्छु भनौँ। त्यसमा के हुनु, एउटा काम आउँछ, अर्को काम आउँदा यस्तो गर्दै अनि प्रपरली चाहिँ अब बिस्तारै त हुन्छ होला, तर अहिलेसम्म त भएन। अनि मलाई अब त्यो सोचेर राख्दाखेरि चाहिँ अब इन्ट्रेस्ट पनि हराउँदै जाँदो रहेछ नि त। त्यसै कारण चाहिँ मैले के गर्नु, आज त गरिदिन्छु मसँग चाहिँ सबै सामान त छ रेडी नै, माइकदेखि लिएर सफ्टवेयरदेखि लिएर अनि एउटा पडकास्ट, एउटा म्युजिक भिडियो, एउटा म्युजिक बनाउने जे सबै मसँग रेडी छ। खालि एउटा के भन्नु, स्टुडियो, मजाको स्टुडियो, अनि तपाईँहरूले हेर्दाखेरि पनि यो चाहिँ दामी प्रोफेसनल टाइपको रहेछ भन्ने त्यस्तो सेटअप चाहिँ छैन नि त। त्यसै कारण चाहिँ म चाहिँ त्यसले गर्दा चाहिँ म त्यो बनाउँछु भनेर अर्क्यो। त्यसै कारण चाहिँ मेरो यो भएन। त्यसै कारण आज चाहिँ मैले सुरु गरिदिन्छु भनेर अनि छिटो माइक मिलायो, मेरोमा गोप्रो थियो, अनि गोप्रोबाट रेकर्ड गऱ्यो, लाइटहरू मिलायो। ओके, एकछिनको लागि चाहिँ मेरो दाइले मलाई बोलाउँदै थियो। दाइले चाहिँ अघि मैले दाइको गाडी लगेको थिएँ नि त, चाबी कहाँ छ भनेर त्यो चाहिँ बोलायो, अनि यता अड्केको जस्तो भयो। अनि म के भन्नु जान्दै थिएँ भने अब यताउता गर्दै मैले चाहिँ आज चाहिँ सुरु गरिदिइहालेको। म आजदेखि चाहिँ म मेरो पडकास्टको फर्स्ट के भनौँ एपिसोड चाहिँ सुरु गरिदिउँ भनेको। अनि फर्स्ट एपिसोडको नाम चाहिँ मैले के सोचेको थिएँ, ओम भनेर सोचेको थियो। किनकि हरेक राम्रो कुरा हुन्छ नि, हरेक मन्त्रहरूको सुरुवात, यदि नेपालीमा पनि हो, टिबेटनमा हो, जेमा भयो भने सुरुवात चाहिँ मन्त्रहरूको ओमबाट सुरु हुन्छ। अनि ओम भनेको चाहिँ त्यस्तो ओमको मिनिङ त मलाई त्यस्तो खास के भनौँ थाहा छ, तर भन्यो भने कसरी भन्नु, ओम चाहिँ युनिभर्सल वर्ड होइन। हरेक राम्रो कुराको सुरुवात चाहिँ ओमबाट हुनुपर्छ होइन। ओम भनेको भगवान नै हो। ओम भनेको चाहिँ के हो भने यो युनिभर्स यो संसारलाई नै जताउँछ। अनि हामी चाहिँ योबाट नै अब भएको टाइपको हुन्छ। यो शब्द चाहिँ एकदम प्योर भनौँ न, त्यस्तो लाग्छ होइन। त्यस कारण मैले यो मेरो पडकास्टको सुरुको नाम चाहिँ ओम राखेको। अनि मैले यो पडकास्ट चाहिँ अब नेपालीमा चाहिँ किन गरेको भने मलाई चाहिँ के लाग्छ भने मैले नेपाली त ठिकै बोल्छु जस्तो लाग्छ मलाई। नेपाली, अनि टिबेटन, अनि इङ्ग्लिस, अनि हिन्दी, चारवटा भाषा चाहिँ मलाई राम्रै आउँछ होइन। पढ्नु पनि ठिकैको आउँछ, अनि बोल्नु पनि ठिकै आउँछ। तर मलाई नेपाली चाहिँ किनभने मलाई चाहिँ नेपालीको भाषा र अनि संस्कृति, कल्चर सबै एकदम मनपर्छ। अनि सानै बेला नेपालमै जन्मेको, अनि त्यसै कारण अनि साथीदेखि लिएर सानैदेखि नै नेपाली बोल्दै अनि पडकास्टदेखि अर्को भिडियोहरू बनाउँदाखेरि चाहिँ अब मेरो आफ्नै टिबेटन भाषामा बोलेर बनाउँदाखेरि मजा त आउँछ। तर नेपालीको भाषामा चाहिँ मलाई अर्कै मजा आउँछ बोल्दाखेरि। मलाई एक्सप्रेसनहरू मैले बोल्दाखेरि चाहिँ मलाई मजाले हुन्छ नि, मैले जुन भावना र जुन सोचाइले भन्नु मन लाग्छ त्यही अनुसारको निस्केको जस्तो लाग्छ। कसैलाई लुकाउनु पर्ने र कसैको लागि मिलेर बोल्नु पर्ने त्यस्तो चाहिँ छैन टाइपको हुन्छ नि। अनि त्यसै कारण हो। अर्को केही होइन, मलाई टिबेटनमा पनि एकदम प्राउड छ। मेरो टिबेट भनेको मेरो अब मम र ड्याड दुवैजना टिबेटन हो। मेरो हड्डी टिबेटकै हो, तर मासु र जिउको अरू सबै त नेपालकै होला, नेपालमा जन्मेपछि। अनि एउटा चाहिँ कुरा के हो भने हामी चाहिँ अब नेपालमा जन्मिँदाखेरि मेरो बुवा र आमा चाहिँ अब टिबेटबाट आएको उनीहरू चाहिँ अब रेफ्युजी। अनि हामी जन्मिँदाखेरि पनि रेफ्युजी नै हुँदो रहेछ। खास हो भने अब यतातिर क्यानाडा, युएसतिर चाहिँ अब तपाईँ त्यहाँ जन्मिने बित्तिकै कैनेडियन कि अमेरिकन भइहाल्छ। तर हामी नेपालमा चाहिँ के हुँदो रहेछ भने हामी चाहिँ रेफ्युजीको परिवारमा जन्मिँदाखेरि चाहिँ हामी चाहिँ अब रेफ्युजी नै हुँदो रहेछ। अब त्यो नराम्रो हो त्यस्तो त केही भन्दिनँ। त्यो हरेक कन्ट्रीको आफ्नै ल र अनि त्यस्तो छ। यदि त्यसमा अलिकति परिवर्तनहरू आएर यदि त्यही कन्ट्रीमा जन्मेपछि त्यही हुन्छ भने मलाई चाहिँ के त्यसले गर्दाखेरि देशको जनसङ्ख्या पनि बढ्नु धेरै सहयोग, त्यो मात्रै होइन। अनि एकजनालाई चाहिँ फेरि के हुन्छ, आफै नेपाली हो भन्ने एउटा प्राउडनेस पनि आउँछ नि, देशको लागि जे पनि गर्न सकिन्छ त्यो जस्तो पनि लाग्छ मलाई है। तर त्यो चाहिँ मेरो आफ्नैको विचार हो। त्यो चाहिँ अब हरेक
पहिलादेखि नै यसरी नै रेगुलेसन रुलहरू बनाइसके पनि त्यो अनुसारले चल्दै हो र तर परिवर्तन नआउने त होइन हरेक चिजमा पनि परिवर्तन आइरहन्छ बिस्तारै बिस्तारै सबै चेन्ज पनि हुनसक्छ होला युनिभर्सल हुनसक्छ होला अनि गाह्रो चाहिँ के हुन्थ्यो भने हामी अब एज अ रिफ्युजी चाहिँ के हुन्थ्यो भने नेपालमा मलाई चाहिँ कहिले लागेन कि मलाई चाहिँ अब म चाहिँ नेपाली होइन म चाहिँ अब टिबेटन हो अनि मलाई डिस्क्रिमिनेसन यस्तो चाहिँ नेपालमा कहिले भएन मलाई मेरो साथीहरू त सबै थियो अब के भन्नु श्रेष्ठ राई लिम्बू गुरुङ नेवारी सबैसँग मिलेर बस्थ्यो अनि म चाहिँ सानोमा कहाँ धेरै समय चाहिँ म कहाँतिर हुर्केँ भने चाहिँ लाजिङपाटमा चाहिँ हाम्रो तिब्बतको अफिस थियो त्यहाँ चाहिँ मेरो बुवा काम गर्नुहुन्थ्यो अनि म चाहिँ त्यहीँतिर हुर्किन्थ्यो अनि मेरो साथीहरू चाहिँ त्यहीँतिरको हुन्थ्यो अनि स्कुल चाहिँ म नामगिल स्कुलमा जान्थ्यो अनि अहिले एउटा फनी कुरा चाहिँ के भन्नु म चाहिँ अब लाइफमा पढाइमा चाहिँ ठिकै थियो त्यस्तो नराम्रो थिएन तर म एकचोटि चाहिँ केमा फेल भयो म नेपालीमै फेल भयो अनि नेपालमा चाहिँ के थियो भने तपाईँ फेल भयो भने चाहिँ एक साल चाहिँ एउटा क्लासमा एक्स्ट्रा राख्छ नि त अनि नेपालीमा फेल भएर चाहिँ नेपाल एकचोटि एक साल चाहिँ मलाई क्लास 2मा फेरि एक साल दोहोऱ्याउनु परेको मलाई चाहिँ त्यो चाहिँ स्कुलहरूको त्यो रुल्सहरू मलाई त्यो मन पर्दैन किनकि यता वेस्टमा चाहिँ के छ भने तपाईँको उमेर अनुसारको तपाईँको क्लास जानु मिल्छ अनि त्यो अनुसारले तपाईँको मान्छेको डेभलपमेन्ट चाहिँ के हुन्छ भने मान्छेमा एउटा टाइम अनुसारले मान्छेहरू डेभलप हुँदो रहेछ नि त कसै छिटो चलाएको हुने कसै चाहिँ बिस्तारी कसै चाहिँ अब उमेर लागिसकेपछि बिस्तारै बिस्तारै तपाईँ एक्सपिरियन्सले नै सिक्ने अनि त्यसै कारण सानो त्यो 7-8 वर्षतिर त कसलाई के थाहा है मलाई त म चाहिँ अब सानैमा एकदम घुम्ने खेल्नेमा मात्रै ध्यान पढाइको त केही पनि थाहै थिएन अब क्लास 4-5सम्म त कसरी पुग्यो मलाई थाहै थिएन म त सधैँ घुमिरहने सधैँ खेलिरहने त्यस्तो हुँदाखेरि क्लासमा एक साल एक्स्ट्रा राख्दाखेरि त अलिकति के भन्नु अब सेल्फ एस्टिम नै अब अलिकति डाउन भएको छ मेरो साथीहरू सबै अर्को क्लास आफै चाहिँ यसमा अर्को त्यही क्लासमा रिपिट गर्दाखेरि चाहिँ मान्छेलाई चाहिँ अलिकति विक टाइपको बनाइदिने त्यो सानैदेखि त्यस्तोहरू इमोसनहरू चाहिँ दिइदिने कि त्यो स्कुलको एउटा अब के भन्नु कल्चर त्यो चाहिँ राम्रै लागेन अहिलेसम्म मलाई त मनै पर्दैन है यताको त्यो चाहिँ मलाई एकदम मनपर्छ जस्तै कि तपाईँ 12-13 साल जति साल भयो भने तपाईँले त्यो अनुसारको तपाईँलाई ग्रेड 9-10मा हालिदिन्छ अनि बिस्तारै बिस्तारै सिक्दै जान्छ बिस्तारै बिस्तारै पढ्दै जान्छ यदि तपाईँ त्यो सब्जेक्टमा पास भयो भने तपाईँ त्यो सब्जेक्ट चाहिँ फेरि रिइक्जाम पढ्नु मिल्छ रिइक्जाम मिल्छ तर तपाईँको ग्रेड चाहिँ बढ्दै जान्छ उमेर अनुसारले ग्रेड बढ्दै जान्छ अनि आज चाहिँ मैले अब के मेरो यो फर्स्ट पडकास्ट मैले पडकास्ट चाहिँ किन बनाऊँ भनेर सोचेको भने मलाई चाहिँ के लाग्छ भने मैले अहिलेसम्म लाइफमा चाहिँ धेरै एक्सपिरियन्सहरू गेन गरेको छु अनि त्यो सँगसँगै मैले धेरै मान्छेहरू चिनेको छु अनि म धेरै कुरा सिकेको छु अनि त्यो सबै मैले चाहिँ तपाईँहरूसँग सेयर गरेर त्यो मात्र होइन तपाईँहरूलाई एन्टरटेनमेन्ट पनि कसरी गराउने त्यो पनि गरेर अनि मलाई चाहिँ के हो भने म चाहिँ अब एज अ सिङ्गर प्रोफेसन त्यसमा चाहिँ जानु मन लाग्छ म्युजिक इन्डस्ट्रीभित्र छिर्नु मन लाग्छ अनि यो पडकास्टको माध्यमबाट मैले चाहिँ अब यदि तपाईँहरू पनि हेरिरहेछ भने कनेक्सनको लागि पनि म यो पडकास्टको माध्यमबाट चाहिँ तपाईँहरू मेरो बिचमा चाहिँ अब एउटा सम्बन्ध बनाउनको लागि चाहिँ मैले यो सुरु गरेको हो अनि मैले के गर्दैछु भने बिस्तारै अब यता मेरो साथीहरूदेखि लिएर अनि यति मैले चिनेको सेलिब्रिटीदेखि लिएर अनि जे भयो भने तपाईँहरूलाई एउटा एन्टरटेनमेन्ट मात्र होइन हँसाउने पनि हो एन्टरटेनमेन्ट हो सबै चिजहरू एन्टरटेनमेन्ट त हो तर त्योसँगै तपाईँहरूलाई सिक्नु पनि पाओस् तपाईँहरूलाई हाँस्नु पनि पाओस् तपाईँहरूलाई रुनु पनि पाओस् मान्छेहरूको कथाहरू सुन्नु धेरै पाओस् भनेर चाहिँ म यो पडकास्ट बनाउने मेरो यो विचार हो अनि आज फर्स्ट पडकास्ट हो पडकास्टको लागि चाहिँ म अब अलिकति चाहिँ अब के भन्नु नर्भस र अनि एक्साइटमेन्ट भएर अनि भन्दाखेरि चाहिँ अलिकति अप्ठ्यारो टाइपको हुने क्या तर यदि तपाईँहरूलाई चाहिँ अब यदि मेरो पडकास्ट मन पर्यो भने चाहिँ तपाईँहरूले मेरो च्यानललाई सब्सक्राइब गरे हुन्छ अनि त्यो माथि यदि तपाईँहरूलाई केही प्रश्नहरू छ भने चाहिँ मेरो कमेन्ट्सहरू गरिदिनु अनि म के सोच्दैछु भने हरेक दिन म त्यो कमेन्ट्सहरू पढेर त्यसलाई रिप्लाई गरेर यदि
सकेसम्म सबैलाई रिप्लाई गरेर सबैको कमेन्ट्सहरू पढेर अनि त्यो एन्सर गर्ने त्यस्तो पनि मेरो सोचाइ छु। अनि अब मेरो यो मेन सोचाइ के हो भने मैले यो पडकास्ट मात्र होइन त्यो माथि मेरो अब भ्लगदेखि लिएर अझै गीत बनाउनेदेखि लिएर सबै म गर्छु। अनि सकेसम्म अब एकदम एक्टिभ बस्ने हुन्छ नि। मैले चाहिँ के भयो भने लास्ट 2 साल अब के भयो काम गऱ्यो अनि गीत अलिअलि बनायो, काम धेरै गऱ्यो अनि त्यस्तो गर्दाखेरि लाइफको समय चाहिँ यत्तिकै अब के भन्नु बर्बाद भएको टाइपको फिल हुने क्या मलाई चाहिँ होइन। मलाई सधैँ केही गरिराख्नु मन लाग्ने क्या, यत्तिकै बस्ने, काम गर्ने त्यो चाहिँ एकदम अल्छी लाग्ने। अनि त्यसै कारण चाहिँ आज मैले यो मेरो फर्स्ट पडकास्ट ओम भनेर चाहिँ सुरु गरेको हो। अनि यदि तपाईँलाई अहिले मैले अब यदि तपाईँले सुनेको आज मेरो पडकास्टमा यदि मन पऱ्यो भने अनि लाइक र सब्सक्राइब अनि सेयर गरिदिनुहोस्। अनि नेक्स्ट पडकास्टमा चाहिँ म एउटा इन्ट्रेस्टिङ टपिक लिएर आउनेछु। अनि त्यति समयको लागि चाहिँ म बिदा माग्छु। अनि धन्यवाद छ सबैलाई। बाई बाई।